दर्शकवृन्द सादर नमस्कार। म हुँ अजराज उपाध्यायले अनि स्वागत छ निजी कार्यक्रम ग्रहको चौतारीमा सदा झैँ उपस्थित भएका छौँ हामी साप्ताहिक राशिफल। माफ गर्नुहोला, यो दर्शकवृन्द सादर नमस्कार। म हुँ अजराज उपाध्यायले अनि स्वागत छ निजी कार्यक्रम ग्रहको चौतारीमा। हामीहरू यहाँहरू समक्ष आज उपस्थित भएका छौँ यो बुध ग्रहको घर परिवर्तनको बारेमा। बुध शुक्र यस वर्ष बढी महत्त्वपूर्ण छन्, किनभने बुध यस वर्षका राजा हुन् र शुक्र यस वर्षका मन्त्री हुन्। शुक्रको बारेमा हामीले यहाँहरूलाई सम्पूर्ण जानकारी गराइसकेका छौँ र अहिले बुधको बारेमा चर्चा गरिरहेका छौँ। बुध बस्ने छन् के अरे मिथुन राशिमा प्रवेश गरेका बुध अहिले रहेका छन् देशको सप्तम भावमा र यिनी बस्ने छन् असारको 5 गतेसम्म र अब असारको 5 गतेसम्म यिनी कहाँ रहन्छन् त भन्दाखेरि देशको राशिदेखि एकादश भावको मालिक भएर सप्तम भावमा कूटनैतिक भावमा गएर बसेको अवस्था छ बुधको। अब बुध र शुक्र दुवै बलवान भएको अवस्था हो यो र यसको बारेमा त हामी देशलाई अथवा अन्य क्षेत्रहरूलाई कस्तो कस्तो प्रभाव पर्छ त्यसको बारेमा जानकारी गराउनेछौँ। र बुध सर्दै गर्दाखेरि यो पूर्णिमा तिथिको सकिएर प्रतिपदा लागेको अवस्थामा ज्येष्ठा नक्षत्र भएको दिनमा बुध प्रवेश गरेका छन् वृष राशिमा। अब बुध सर्दाखेरि बुध कसको नक्षत्रमा छन् त भनेर भन्दाखेरि बुध छन् सूर्यको नक्षत्रमा। अब बुध सूर्यको नक्षत्रमा छन्, कूटनैतिक भाव र एकादश भावका मालिक हुन् बुध नेपाल राशिलाई हेर्दा भने। अब राजा ग्रह शुक्र यतिखेर कहाँ छन् त, कसको नक्षत्रमा छन् त भन्दाखेरि शनिको नक्षत्रमा छन्। देशको चतुर्थ भाव तृतीय भावको मालिकको नक्षत्रमा छन्। बसेका छन् कहाँ त भन्दाखेरि कर्कट राशिमा गएर बसेका छन् देशको राशिदेखि 9 भावमा। शुक्र बुध दुवै सप्तम र 9 भावमा गएर बसिरहेको अवस्थामा चाहिँ के हुन्छ त भने यो नेपालको लागि अत्यन्त शुभ र अनुकूल समय हो। यो चाहिँ छोटो समय छ बुधको यहाँको बसाई। अब अरू कुन नक्षत्रमा छन् भन्दा चन्द्रमा त्यस दिन बुधकै नक्षत्रमा छन्। बुध गएर सप्तम भावमा गएर बसेका छन् र त्यसै गरी अब बृहस्पति छन् केतुको नक्षत्रमा भने शुक्र शनिको नक्षत्रमा छन् भने अब स्वयं शनि कसको नक्षत्रमा छन् त चौथा भावमा रहेको राहुको नक्षत्रमा छन्। घर झगडाहरू प्रशस्तै हुनेछन् तर यसबाट परिणाम भने सकारात्मक आउनेछ। अब लग्न के पारेका छन्, धनु लग्न पारेका छन्। धनु लग्नदेखि छैटा भावमा गएर बसेका छन्। यसले के भन्छ भने एकादशी सप्तम भावमा हुनु भनेको चाहिँ विदेशी मुद्रा आय आर्जनको वातावरण बन्न सक्छ देशको लागि र सँगसँगै कूटनैतिक क्षेत्रमा सकारात्मक प्रभावहरू पर्न सक्छ नेपाल देशको लागि। र बुध आफै विपरीत राजयोग बनाएर सरेका छन् र बुध सर्दाको लग्नमा बृहस्पति राहुको पञ्चम भावमा त्यो लग्नमा परेको छ। यो शुभ यो यसरी हेरियो भने यो बुधको जुन बसाइ छ यो असार 5 गतेसम्म, जसले गर्दा यहाँ एउटा ठुलै परिवर्तनको सम्भावनाहरू देखिन्छ र नयाँ नयाँ कामहरूको लागि पनि यो सकारात्मक रहनेछ। अब हामी हाम्रा छरछिमेकीलाई कस्तो प्रभाव पार्छ भनेर एकछिन हेरौँ। वर्षको राजा पनि हुने त बुध। जस्तै हाम्रो छिमेकी देश भारतको छैटा भावमा दशमित भएर बसेका बुध ग्रह हुन्, जसले गर्दाखेरि उहाँहरू कहाँ राजनीतिक सामाजिक र प्राकृतिक खालका विपत्तिहरू यो समयमा आउन सक्ने सम्भावनाहरू रहन्छ र छिमेकीप्रति उहाँहरूको नकारात्मक दृष्टिलाई त्यसको जुन दृष्टिलाई हो त्यो दृष्टिलाई अत्यन्त कमजोर बनाउनेछ र सबै क्षेत्रबाट उहाँहरूलाई आक्रमण हुन सक्नेछ। अब यता हाम्रो छिमेकी देश उत्तर दिशाको मालिक देश हाम्रो जो छ चाइना, त्यहाँ तृतीय भावमा गएर बसेको छ। ऊ अलिक बढी नै सक्रिय आक्रामक भएर अगाडि बढ्नेछ र त्यसलाई प्रतिक्रियात्मक रूपमा उभिन सक्ने अवस्था भारतको रहने छैन। त्यसै गरी पाकिस्तानको लागि यो अत्यन्तै सकारात्मक रहनेछ र अनि अर्कोतिर गएर श्रीलङ्काको लागि त्यति नै सकारात्मक रहनेछ र बङ्गलादेशको लागि पनि यो सकारात्मक रहनेछ। नेपालको लागि अत्यन्तै सौहार्द रहनेछ र अफगानिस्तानको लागि समेत सकारात्मक रहनेछ। केवल यो हाम्रो वरिपरिका मुलुकहरूमा यो बुधको यो छोटो बसाई भारत र भुटानको लागि भने प्रतिकूल रहनेछ। शक्तिशाली राष्ट्र रुसियाको लागि यो अहिले प्रतिकूल रहनेछ यो छोटो समय असारको 5 गतेसम्म, किनभने बुध गएर 8औं भावमा गएर बसेको छ। अमेरिकाको लागि
यो सकारात्मक रहनेछ, किनभने कूटनीतिमा उनीहरूको बिग्रिएका सम्बन्धहरू यिनीहरूले यो छोटो समयमा अलिकति परिमार्जित गर्न सक्दछन्। बेलायतको लागि यो सकारात्मक रहनेछ र अब जर्मनको लागि पनि यो सकारात्मक रहनेछ। जापानको लागि अत्यन्तै उपयोगी रहनेछ यो बुध ग्रह यो छोटो समय यहाँ बसुन्जेलसम्मको हामीले कुरा गर्दा। विश्वमा शक्ति राष्ट्र यिनै हुन्। हामी अरूको कुरा छोडौँ, हाम्रो लागि भने यो समय अत्यन्तै अनुकूल छ। अब अनुकूल समय त हुन्छ, भाग्य आफैमा एउटा ताउलो हो। अब हामीले ताउलो त पायौँ, तर त्यसमा हामीले त्यसको आगो बाल्ने, पानी हाल्ने, अन्न हाल्ने र तरकारी बनाउँछ भुटुन मसला हाल्ने कर्म भने हामीले गर्नुपर्छ है। त्यस कारण यो कर्म गर्नको लागि अत्यन्त उपयोगी समय हो, जसले गर्दा हामीले एउटा नवीन सुरुवात देशको लागि गर्न सक्दछौँ। यो छोटो समय भए पनि यसले यो समयमा गर्ने निर्णयहरू भने अत्यन्त ऐतिहासिक हुनेछ र यो सकारात्मक पनि बन्नेछ। यो संक्षिप्त जानकारी हो। वर्षको राजा भएको र बुध फेरि छिटो छिटो सर्छन्, यसलाई हामीले संक्षिप्त रूपमा नै भनेका छौँ र यहाँले संक्षिप्त रूपमा नै बुझ्दा हुनेछ। र देशको विपरीत अथवा देशको अहितमा, जनताको अहितमा काम गरिरहेका, त्यही अनुरूप अगाडि बढिरहेकाहरूलाई भने यसले राम्रै जवाब दिनेछ र उहाँहरूलाई यो एउटा नसिहत पनि हुनेछ। र देशभक्ति र धर्मभक्ति र अनि सामाजिक सद्भाव राख्नेहरूका लागि यो अत्यन्त शुभ अवसर बन्नेछ। यो बुधको यहाँको बसाइ शुक्रको बारेमा त हामीले भनेकै छौँ र बुधको बारेमा पनि यसरी बुझ्दा हुन्छ। अब सँगसँगै हामीलाई चासो त राशिकै छ, किनभने हामी त हाम्रो चासो अहिलेसम्म हामी आफै केन्द्रित भएर नै हाम्रो यो अवस्था भएको अहिलेसम्म। किनभने हामीलाई यो थाहा छैन कि हामी सफल हुँदै हाम्रो मातृभूमि असफल भयो अथवा विश्व संसार असफल भयो भने त्यो सफलता पनि निकम्मा हुन्छ भन्ने कुरामा हामी अझै पनि विश्वस्त भइसकेका छैनौँ। त्यसैले राशिकै बारेमा चासो हुन्छ। अब हामी एकैछिन राशिको कुरा गरौँ। सर्वप्रथम मेष राशिबाट। मेष राशिको द्वितीय स्थानमा बुध, भोलिको प्रभाव पर्छ राशिको तृतीय स्थानमा, द्वितीय भावमा। छिटो छिटो कामहरू बन्छ, नयाँ नयाँ काम गर्ने अवसरहरू मिल्नेछ र पुराना समस्याहरू हटेर जानेछन्। आगामी दिनमा सर्ने बुधले समेत सकारात्मक प्रभाव पार्ने भएको हुनाले यो बुधको बसाइ र फेरि सर्ने सराई समेत अनुकूल रहेकोले बुध ग्रहले मेष राशिलाई सकारात्मक फल दिनेछ। वृष राशिको त राशिमै बुध रानी भए पञ्चमेश भएर, जसले गर्दा मनोबल बढ्नेछ, मान वृद्धि हुनेछ, पढाइमा विशेष सफलता मिल्नेछ। सन्तान नहुनुको लागि यो सन्तान प्राप्तिको योग पनि बन्न सक्छ। कूटनैतिक क्षेत्रमा विशेष सकारात्मक प्रभाव पार्न सकिनेछ चन्द्रमा बुधको परस्पर दृष्टि रहेकोले। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ के छ भने शुक्र समेत अनुकूल भएको, राजा मन्त्री दुवै भएको हुनाले यो वृष राशिका मान्छेले ऐतिहासिक सफलता गर्ने बेला हो। केमा सफलता गर्छन् भन्दा बुद्धि, विद्या, मान सम्मान र वाणी वृद्धि हुनेछ। यो समयमा धेरैभन्दा धेरै प्रगति गर्न सक्नेछन्। असार 5 गतेसम्म बुधको कुरा गर्दैछौँ नि हामी। शुक्र समेत पनि बलवान छन् यो समयमा। मिथुन राशि 12औँमा वर्षको राजा गए, द्वितीय भावमा मङ्गलसँग पाप क्रान्त भएर मङ्गल बसे, विवाद, चिन्ता, अनावश्यक राज्य शक्तिमा बसिरहेको भए त्यहाँबाट विस्थापित हुन सक्ने सम्भावना, झुटा आरोपहरू लाग्न सक्ने सम्भावना, मुद्दा मामिलाहरू लाग्न सक्ने सम्भावना, आफन्तहरू समेत आफ्नै विरुद्धमा लाग्ने सम्भावना, परिवारजन समेतहरूको असहयोग हुन सक्ने अवस्था हो। आगामी असार 5 गतेसम्म भने मिथुन राशिका मान्छेले संयमित हुनु उचित हुनेछ। ओम बुम बुधाय नमः भन्ने मन्त्रको जप गर्नु उचित हुनेछ। यो समय तपाईँको लागि अत्यन्तै संवेदनशील र संयमित हुनुपर्ने समय हो। मिथुन राशिको लागि त यो भयो। कर्कट राशिको लागि भने एकादश स्थानमा बुध गएर बस्नेछन्, राशिमा 14मा शुक्र बस्नेछन्। यो बुधको प्रभाव भने अनुकूल रहनेछ। आय वृद्धि हुनेछ, पराक्रम वृद्धि हुनेछ, कामहरू बन्नेछन्, धनलाभ हुनेछ र मन प्रसन्न रहनेछ। अरूको विश्वास पनि जित्न सकिनेछ। खर्च बढे पनि लगानी उचित कार्यमा हुनेछ र यो बुधको अवस्था भने अत्यन्तै सकारात्मक रहनेछ। धेरैभन्दा धेरै कामहरू गर्न सकिनेछ। सिंह राशिको लागि 10म भावमा बुध रहनेछन् अनि कूटनीतिक क्षेत्रमा हुनुहुन्छ भने कूटनीतिक प्रभाव राम्रो रहनेछ। वैदेशिक कूटनीतिमा विशेष सफलता, कूटनीतिक प्रयासकै कारण मान वृद्धि, राज्य स्थान प्राप्ति पनि हुन सक्दछ। यो समयको बुध भने अत्यन्त सकारात्मक रहेका छन्। कसका लागि भन्दाखेरि यो सिंह राशिको लागि। र के हुन्छन् त अब भन्दा द्वितीय भावमाले वाणी वृद्धि हो अनि अर्को एकादश स्थानको मालिक भयो, आय वृद्धि भयो
र कर्म प्राप्ति भयो। यही बुधको मात्रै कुरा गर्दैछ। यो बुधले दिने फल भने अत्यन्त सकारात्मक रहनेछ र नोकरीमा राजनीतिमा एउटा ऐतिहासिक सफलता प्राप्त हुनेछ। यो समयमा तपाईँले धेरैभन्दा धेरै प्रगति गर्न सक्नुहुनेछ। कन्या राशिको लागि पनि यो बुध अत्यन्त सकारात्मक रहनेछ, किनभने तपाईँको बुध भाग्य भावमा गएर बसेका छन्। कर्मेश पनि हुन्, राशि स्वामी पनि हुन् र फेरि वर्षका राजा ग्रह बुध, मन्त्री ग्रह शुक्र एकादश स्थानमा। धन मान नोकरी राजनीतिमा समेत सकारात्मक प्रभाव र नयाँ नयाँ अवसरहरू प्राप्त हुनेछन्, जसबाट बृहस्पतिबाट भइरहेको नकारात्मक प्रभावलाई पनि केही समय यसले विस्थापित गर्नेछ र महत्त्वपूर्ण काम गर्ने प्राप्त गर्ने अवसर मिल्नेछ कन्या राशिको लागि। यो बुध बस्दाखेरि असार 5 गतेसम्म। अब तुला राशि 8औं भावमा बुध बस्नेछन्। बुध फेरि कहाँका मालिक हुन् त भन्दा भाग्येश हुन्। भाग्यमा ओझेल पर्नेछ, स्वास्थ्य हानि हुनेछ। 12औं भाव आरोप प्रत्यारोप झुटा मुद्दा मामिलाको सम्भावना देखिन्छ। मनमा एक खालको त्रास पैदा हुनेछ, आर्थिक सङ्कटहरू पनि निर्माण हुन सक्दछन् र मनमा एक खालको दुविधाहरू पनि निर्माण हुन सक्दछ र अरूबाट तीव्र आलोचनाको सम्भावना पनि देखिन्छ। यसरी हेर्दाखेरि तुला राशिको लागि भने यो बुधको बसाइ असार 5 गतेसम्मको बसाइ भने प्रतिकूल रहनेछ। संयमित रहनु होला। ओम बोम बुधाय नमः भन्ने मन्त्रको जप गर्नुहोला। वृश्चिक राशि अब एकादशी सप्तम भावमा विदेशी मुद्राको लाभ, प्रेम गर्ने अवसर, विवाह बन्धनमा बाँधिने योग, सँगसँगै विदेश यात्राको सम्भावना पनि रहनेछ र मन प्रसन्न पनि हुनेछ। भेटघाटमा गरिने अन्तर्क्रियाबाट अरूको विश्वास जितेर प्रशंसा पाइनेछ र आम्दानीको नयाँ स्रोत पनि मिल्नेछ। यो अत्यन्तै उपयुक्त समय हुनेछ तपाईँको लागि। यो असार 5 गतेसम्मको समय नसोचेको सफलताको सुरुवाती पनि हुनसक्छ। विभिन्न ग्रहका बारेमा त हामीले यहाँहरूलाई वार्षिक राशिफलमा बताइ नै सक्यौँ, फेरि साप्ताहिकमा पनि बताएका छौँ। हामी केवल बुधको कुरा गर्दैछौँ। यो बुधले गर्ने चाहिँ के हो त भन्दा 3टा कुरा गर्ने भयो। एकादशी हुने भएको हुनाले आय भावलाई बलियो बनायो। अब आम्दानी भावको हुनाले सप्तम भावमा विदेशी मुद्राको लाभ, व्यावसायिक लाभ र अनि प्रेमको खुसीमा यात्रा, यसरी बुझ्दा हुन्छ। समग्रमा यो समय बुधका कारण अत्यन्तै सकारात्मक बन्नेछ तपाईँको लागि, किनभने यहाँ बुध मात्रै सकारात्मक छैनन्, शुक्र समेत पनि तपाईँको भाग्य भावमा नीचभङ्ग भएर बसेका छन्। धनुराशि धनुराशिको लागि यो अत्यन्तै प्रतिकूल छ। 6 भावमा बसेका छन्। दशमेश मात्रै होइन सप्तमेश पनि। पति पत्नीमा विवाद, प्रेममा खटपट, कूटनीतिक क्षेत्रमा अप्ठ्यारो, नोकरीमा समस्या, राजनीतिमा समस्या, काममा बाधा, शत्रु वृद्धि, स्वास्थ्य हानि। संयमित रहनुहोला, सचेत रहनुहोला। यो छोटो समय यो बुधले तपाईँलाई अप्ठ्यारो पार्न सक्छ, त्यसैले सजग र संयमित रहनु उचित हुनेछ। कसले भन्दा धनुराशिको मानिसले ओम बोम बोधाय नमः भन्ने मन्त्रको जप गर्नु उचित हुनेछ। मकर राशि अब भाग्येश ग्रह 5म भावमा बसेको अवस्था हो। वर्षको राजा ग्रह शुक्र सप्तम भावमा। यो अत्यन्तै सकारात्मक समय हो। यो 5 गते असारसम्मको समय तपाईँले यसबाट धेरै लाभ उठाउन सक्नुहुनेछ। विद्यार्थीहरूले विदेश गएर पढ्न पाउनेछन्, विद्या आर्जन गर्न पाउनेछन्। सन्तान नहुनेको लागि यो सन्तान प्राप्तिको योग पनि बन्नेछ। अनि भाग्योदय पनि हुनेछ। धार्मिक र सामाजिक क्षेत्रमा सम्मान प्राप्त गर्नुहुनेछ र अनि कूटनीतिक क्षेत्रमा समेत सफलता प्राप्त हुनेछ। व्यापारमा लाभ मिल्नेछ। यो समय उपयुक्त हुनेछ बुधका दृष्टिकोणमा। कुम्भ राशि कुम्भ राशिको लागि 4था बुध अनि पञ्चमेश, आफन्तहरूको सहयोगमा विद्यावृद्धि, बौद्धिक उपलब्धि र घर जग्गा सवारी जोड्ने तर्खरमा हुनुहुन्छ भने त्यो अत्यन्तै सुलभ सहज तरिकाले प्राप्त गर्नुहुनेछ। तपाईँको मन प्रसन्न रहनेछ अनि सन्तानले प्रगति गर्नेछन् र यो अत्यन्तै बौद्धिक लगानीमा लाभ उठाउने समय हो। यो समयको सक्दो सदुपयोग गर्न सक्नुहुनेछ। अन्तमा मीन राशि मीन राशिको लागि यो छोटो समय बुधको कस्तो रहनेछ भन्दा पराक्रम वृद्धि हुनेछ, व्यापार वृद्धि हुनेछ, वैदेशिक कार्यमा सफलता मिल्नेछ, कूटनीतिक सफलता प्राप्त हुनेछ र आँटे सोचेका कामहरू धेरै पुरा हुनेछन्। जोस र जाँगर बढ्नेछ। जोसमा होस गर्दा धेरैभन्दा धेरै लाभ उठाउन सकिनेछ। समग्रमा यो ग्रह गोचरलाई हेर्दा यो वर्षको
राजा मन्त्री यतिखेर दुवै अनुकूल रहेको अवस्था हुनाले यो मीन राशिको लागि अत्यन्तै उपयोगी समय हो, जुन समयमा धेरैभन्दा धेरै रोकिएर अल्झिएर बसेका कामहरूलाई पूर्णता दिन सक्नुहुनेछ। अति नै फलदायी रहनेछ। वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना र विदेश यात्राको समेत आफ्नै प्रयास र प्रयत्नले सम्भावना बढी हुने देखिन्छ बुधको प्रभावले। दर्शकवृन्द, यो छोटो छोटो समयमा सर्जन बुध वर्षको राजा भएकै कारण यहाँहरू समक्ष प्रस्तुत गरेको राजा मन्त्री यस वर्षको भएको हुनाले र यिनले पार्ने प्रभाव अलिक बढी प्रभावशाली रहने भएको हुनाले हामीले यहाँहरू समक्ष संक्षिप्त गरेका हौँ। जे जस्तो कुराहरू यहाँहरूको वर्षमा हुन्छ, जे जस्ता कुराहरूको प्रगति उन्नति हुन्छ, त्यो बारे त हामीले यहाँहरूलाई वार्षिक राशिमा बताइसकेका छौँ। हेर्न छुटाउनु भएकाहरूले मेरो युट्युबमा त्यो अझै छ, हेर्न सक्नुहुन्छ। र शुक्रको बारेमा हामीले भर्खरै बताइसकेका छौँ। शुक्र अलि लामो समय बस्दैछन्, यसबिचमा वक्र अस्त हुँदैछन्। बुधको पछिल्लो जुन अवस्था हुन्छ त्यो भनेर वक्र अस्त मार्ग वक्र यस्तै हिसाबले रहने हुँदा अलि लामो समय रहन्छन् र हामी यहाँहरूलाई यसको बारेमा विशेष जानकारी गराउनेछौँ। अहिले यो संक्षिप्त जानकारीमा कस्तो लाग्छ यहाँहरूलाई, यसभित्र यति समयमा के कस्ता अनुभवहरू हुन्छ यो 8-10 दिनको बिचमा, अवश्य यहाँहरूले आफ्नो प्रतिक्रिया दिनुहुनेछ। यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने म यहाँहरूलाई विनम्र अनुरोध गर्छु, एकपटक सब्सक्राइब गरिदिनु होला। समय पाउनुभएको खण्डमा यसभित्र रहेका विविध कार्यक्रमहरू अवश्य अवलोकन गर्नुहोला। आजलाई म यो कार्यक्रमलाई बिट मार्न चाहेँ। यो छोटो मिठो छोटो समयको कार्यक्रम हो, जसमा त्यति धेरै भनिराख्नु परेन, किनभने यो 10 दिनको बिचमै वरपर भइसक्ने भएको हुनाले मैले यहाँहरू समक्ष बिदाको अनुमति चाहेँ। फेरि हाम्रो नियमित चौतारीको साप्ताहिक गन्थन र अन्य ग्रहहरूको बारेको विशेष समीक्षाका साथ पुनर्मिलन हुने नै छ। त्यतिन्जेलसम्मका लागि मलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।